गएर हस्टेल अगाडि पार्किङ गरिराखेका मोटरसाइकल नगरपालिकाले काठमाडौँ महानगरले यसरी उठाएर चाहिँ गाडी चाहिँ हाल्दैछ। जबकि नियम हस्टेल अगाडि यसरी पार्किङ गरेर बस्नु नहुने, पार्किङ गर्न नहुने नियम छ। यसरी गाडी हालिरहेको छ महानगरले। यसरी पार्किङ राखेर हिँडेका मोटरसाइकल उठाउँदै नगरपालिका महानगरले गाडी हाल्दैछ। नियम यसरी जथाभावी पार्किङ नगर्ने नियम छ। महानगरपालिकाले फ्रीमा पार्किङ गर्ने सिस्टम पनि राखिदिएको छ। पैसा नलाग्ने पार्किङ सेन्टर पनि छ, यो सुन्दरामा छ। अनि हस्पिटलकै पनि अन्डरग्राउन्डमा पार्किङ सेन्टर छ। पार्किङ स्थल हुँदाहुँदै पनि बाटोमा पार्किङ गरेका मोटरसाइकलहरू यसरी गाडीमा हालेर नगरपालिका लिँदैछ। नगरपालिका लिएर सायद जरिवाना अब के छ सिस्टम नियम, महानगरको नियम जे छ त्यो अनुसार चाहिँ गरिन्छ होला। यसरी उठाएर गाडीमा हालेछ महानगर प्रहरीले। महानगरले यसरी पार्किङ गरे जथाभावी पार्किङ गरे स्वरूप जरिवाना हान्ने गर्दो रहेछ।